तपाईहरु स्टुडेन्ट भिजामा एब्रोड एप्लाई गर्ने सोचिरहनु भएको छ, युके गर्ने कि अस्ट्रेलिया गर्ने भनेर कन्फ्युज हुनु भएको छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि हो। तपाईहरुको लो एकाडेमिक जीपीए छ तर युके एप्लाई गर्ने सोच्नु भएको छ भने चाहिँ तपाईहरु एक्सेप्टेबल हुन्छ है। हो, तर अस्ट्रेलियामा चाहिँ यस्तो हुँदैन। अस्ट्रेलियामा चाहिँ तपाईको मिनिमम पनि 2.4 जीपीए भन्दा माथि ल्याएको हुनु पर्यो, और 50% भन्दा माथि छ भने मात्र तपाईहरुले अप्लाई गर्न पाउनुहुन्छ। तपाईहरुले युके को लागि विथ आइएल्स अर विदाउट आइएलटीएस पनि एप्लाई गर्न सक्नुहुनेछ। तर अस्ट्रेलियामा चाहिँ तपाईले इङ्ग्लिश टेस्ट चाहिँ गर्नै पर्ने हुन्छ। इङ्ग्लिश टेस्टमा चाहिँ अब ब्याचलरको लागि हो भने 6 मिनिमम ल्याउनै पर्यो आइएल्समा, मास्टर नत्र मास्टर बाइ रिसर्चको लागि हो भने चाहिँ 6.5 नत्र 7 लिएर आउनै पर्ने हुन्छ। तपाईहरु युके एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ फाइनान्शियल पाटो पनि एकदमै सजिलो छ। तर अस्ट्रेलियामा चाहिँ फाइनान्शियल पार्ट अहिले लेभल 3 मा भएकोले गर्दाखेरि नेपाल एकदमै गाह्रो छ। गाह्रो होइन, त्यस्तो धेरै गाह्रो होइन। जस्ट तपाईहरुले बैंक स्टेटमेन्टहरु 6 महिनादेखि 1 वर्षको चाहिँ देखाउनु पर्ने हुन्छ। यदि तपाईहरु डिपेन्डेन्ट सहित युके नै एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुको लागि मास्टर बाइ रिसर्च प्रोग्राम चाहिँ बेस्ट हुनेछ। तर अस्ट्रेलियामा चाहिँ तपाईको डिपेन्डेन्ट चाहिँ मास्टर प्रोग्रामदेखि नै सँगै जान पाउनुहुन्छ। युके मा लङ ग्याप एक्सेप्ट हुन्छ, स्कलरशिपहरु पनि पाउने चान्स हुन्छ। तर अस्ट्रेलियामा चाहिँ तपाईको लङ ग्याप धेरै एक्सेप्ट गर्दैन, सर्टेन ग्याप 5-6 वर्षसम्म एक्सेप्ट गर्छ र अस्ट्रेलियाले पनि राम्रो स्कलरशिपहरु पनि प्रोभाइड गर्छ। तपाईहरुको एकाडेमिक स्ट्याटस हेरेर फाइनान्शियल स्ट्याटस हेरेर चाहिँ तपाईहरु कुन कन्ट्रीको लागि बेस्ट हुन्छ भन्ने कुरा तपाईहरुको चोइसमा छोड्दै तपाईहरुलाई यदि ती कुराहरुमा अझै क्लियर हुन चाहनुहुन्छ भने चाहिँ हाम्रो टिएमए मा आएर भिजिट गर्नु होला र सम्पूर्ण कुराको इन्फर्मेसन लिएर प्रोसेस सुरु गर्नु होला। थ्यांक यू।